आज फेरि यहाँनिर रौतामा चाहिँ हामी चाहिँ टक्क बाबाको छोरीको बहिनीको छेवर खाना आएको फेरि यहीँ फेरि ठक्क माथि निक्लिसक्यो बाजा लागेर चाहिँ यस्तो छ रौता मन्दिर दिनेश So lovely view छ guys. बादल बनाइदेऊ आकार बदल। हजुरहरूले चाहिँ यो रौता भन्ने कुरा हजुरहरूले थाहा पाउनु भएको छ यो रौता ठाउँ अनि रौता मन्दिर खतरा हुन्छ यस्तो लभली लभली ठाउँ छ प्रस्तुत गर्दै बारमा चाहिँ बल्ल 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 हल्का फुलेको छ अलि परबाट यता फोटोसुट गर्ने काम भइरहेछ यसरी चाहिँ यहाँनिर धचका सुँगुर आज फेरि यहाँनिर रौतामा चाहिँ हामी चाहिँ टक्क बाबाको छोरीको बहिनीको छेवर खाना आएको फेरि यहीँ मेरो वंश अरे दुईजना केटाहरूसँग चाहिँ फेरि टक्क फेरि रौता घुम्दिउँ भनेर चाहिँ होइन दिनेश यता के अरे नाम केटा तेरो विभूषण केटा हो हामी चाहिँ दाजुभाइ फेरि एउटै वंश है एउटै पाछा चाहिँ तिनजना हिँडिरहेको छौँ फेरि टक्क गेटमा पुग्यो फुलै फुलको बगैँचामा मेरी माया सर मेलाउने माया गाँसो आज ल त तपाईँहरूलाई देखाउँछु त म बिस्तारै ल फेरि फेरि अरू हो ल ल ल ल फेरि ठक्क माथि निक्लिसक्यो बादल लागेर चाहिँ यस्तो छ होइन दिनेश बहादुर या बादल लागेर चाहिँ हामी चाहिँ फाइनली आज चाहिँ हामी रौतामा छोरी हाम्रो आफ्नो बहिनीको एउटा शुभ कार्य शुभ कार्य पासमी थियो अनि त्यो पासमीमा चाहिँ हामी जोस हामी आएको छौँ अनि हामी साथीभाइ हामी भेट भएको छौँ अनि त्यो कारणले गर्दा चाहिँ हामी ठ्याक्क भेट भइसकेपछि चाहिँ के गर्ने थोरै टाइमको लागि चाहिँ हामी घुम्नुपर्छ थोरै जाऊँ न त माथितिर भनेर चाहिँ अनि रक्सी सुक्सी दनक दिएर चाहिँ रक्सी दनक दिएर चाहिँ फेरि अनि यस्तो चिसो मौसममा चाहिँ फेरि साह्रो स्वाद हुन्छ कि साथीहरू होइन चाहिँ निक्लिसकेछ होइन मासतिर घुम्नको लागि आइसक्यो जस मोमेन्टहरू भनेको लभली नै भइरहेछ भ्यूहरू पनि लभली नै छ क्या दामी बाबा र बाबै छ नि होइन मलाई चाहिँ होइन एकदमै मजा यो ठाउँमा घुम्दा बस्दा मलाई चाहिँ एकदमै ह्याप्पी लाग्छ क्या एक किनभने यो हाम्रो गाउँ ठाउँ हो अनि तर यो समय अल टाइम हामी घुम्न पनि भ्याउँदैन र टाइम पनि हुँदैन तर बेस्ट कुनै टाइमहरू घुमेको घरि त्यो टाइम चाहिँ जोस् हाम्रो लागि चाहिँ बेस्ट नै हुन्छ बेस्ट मोमेन्ट पनि हुन्छ बेस्ट पर्फर्मेन्स पनि हुन्छ र जोस् लभली भ्यू रौता भनेको लभली छ रौता मन्दिर दिनेश सो लभली भ्यू छ है बादल छोपिसकेको म देखाल्छु है त यस्तो छ मन्दिर चाहिँ पोखरी चाहिँ यो लास्ट माथि चाहिँ लास्टै बादल आइरहेछ त्यही त हो अरू त के भन्ने हो र यसरी बस्ने हेर्ने होइन तपाईँहरूलाई चाहिँ एउटा कुरा म के भन्नु चाहन्छु भने जस्ट यो रौता मन्दिर भनेको चाहिँ यस्तो ठाउँ हो कि जुन एकदमै पहाडी क्षेत्रमा भूगोलको हिसाबले हेर्दाखेरि एकदमै माथिल्लो लेभलमा भएको एउटा मन्दिर हो होइन जुन तपाईँहरूले हेर्न सक्नुहुन्छ यो पहाडको एकदमै हाइट ठाउँमा छ यो मन्दिर है अनि यो मन्दिरको यो पानी जुन छ यो पोखरी यो चाहिँ कहिले पनि सुक्दैन किनभने यो चाहिँ अब हाम्रो चाहिँ यहीँ अब हामी यहीँको बासिन्दाहरू हो हामीलाई यो सानै बच्चैदेखि थाहा छ यहाँ तर अहिले आएर चाहिँ यो जुन धार्मिक स्थलमा अहिले आएर चाहिँ एकदमै अलिकति के विकृति चाहिँ फैलिएको छ भने यहाँनिर चाहिँ यहाँको समितिहरू खराब हो या त यहाँ आउने व्यक्तिहरू खराब हो यहाँ अलिकति बेसी चाहिँ के मात्रामा हामीले कमजोरी देखिएको छ भने यहाँ फोहोरहरू चाहिँ फोहोरहरू चाहिँ एकदमै फोहोर व्यवस्थापन चाहिँ अलिक समस्या छ यहाँ एकदमै समस्या छ है अघि नदेखाएको मात्रै तलतिर डेन्जरै थियो कुरो त्यही हो साथीहरू खतरा छ यो बादल बनाइदेऊ आकार बदल्न सकूँ
हरायो? आकार बदल्न सकौँ, क्षमता बढाइदेऊ, जिउँदै मजल्न सकौँ, उस्सु भन्छ है। बादल बनाइदेऊ, आकार बदल खतरा छ यार, खतरा छ ल। कस्तो दामी देखेछ होइन? हजुरहरूले चाहिँ यो रौता भन्ने कुरा हजुरहरूले थाहा पाउनु भएको छ। यो रौता ठाउँ अनि रौता मन्दिर भन्ने हजुरहरूलाई प्राय सबैलाई थाहा नै होला। यो एउटा रौता उदयपुर एउटा रौता भनेको चाहिँ एउटा पर्यटकीय क्षेत्र घोषणा भएको ठाउँ हो, जुन यो चाहिँ पहाडको हाइट ठाउँमा पर्छ है, अलिकति माथि नै पर्छ, लेक नै भनौँ। अहिले पनि यो मजाले हामीले खुलास तरिकाले देखाउन सकेको छैन। यहाँ चाहिँ केही अगाडि मेलाहरू लागेको थियो नयाँ वर्ष, जुन नयाँ वर्षको एकदमै यहाँ माहौल चाहिँ एकदमै ततिएको थियो। अनि जुन यो मन्दिरमा चाहिँ एउटा हामीले के भने हामीले चाहिँ के अलिकति नराम्रो देख्यौँ भने जुन यो मन्दिरको वरिपरिहरू पानीमा हरेक फुलहरू तोरिरहेको छ क्या। यो चाहिँ अब हजुरहरू होस् अब जोसुकै आए पनि, तर यो एउटा ठाउँ धार्मिक स्थल जस्तो ठाउँमा आएर अलिकति यो फोहोरहरू चाहिँ हजुरहरूले पनि अलिकति यसरी चाहिँ बाहिरै तरिकाले यसरी नगरिदिनु होला। कि व्यवस्था होला यसको, डस्टबिन होला के होला है, अलिकति व्यवस्थित तरिकाले हजुरहरूले आउनुहुन्छ, केही खानुहुन्छ, युज गर्नुहुन्छ, तर त्यसलाई अलिकति सही सदुपयोग गरेर त्यसको फोहोरहरूलाई चाहिँ अलिकति व्यवस्था तरिकाले अलिकति साइडमा गरिदिनुहुन्छ भन्ने मेरो अनुरोध छ है। यो चाहिँ अलिकति किनभने अलिकति नराम्रो देखियो। यो पोखरीहरू हेर्न सक्नुहुन्छ होइन, यसमा चाहिँ अब एकदमै हेर्नुहोस् होइन, अलिकति यो नराम्रो नै भयो क्या। यो चाहिँ यस्तो चाहिँ गर्नु हुँदैन। सो यसलाई चाहिँ अलिकति व्यवस्थित तरिकाले व्यवस्थित ढङ्गले हुन्छ। हजुरहरू आउनुहुन्छ तर पनि यसलाई कहाँनिर चाहिँ लगेर तरिकाले चाहिँ राख्ने, कुन यसको केही व्यवस्था होला होइन, त्यो तरिकाले चाहिँ हजुरहरूले गरिदिनुहोस् भन्ने मेरो अनुरोध छ। यहाँ मैले एउटा एक्स्ट्रा तरिकाको बनाइदिने कसो ठाउँ हुन्छ? त्यो खतरा हुन्छ यार। यस्तो लभली ठाउँ छ। आफ्नो पैसा समितिहरूलाई नेताहरूलाई पुग्दैन रानीको। कुङफु मास्टरै फेरि यहाँनिर हाम्रो कला आफ्नो प्रस्तुत गर्दै बारमा चाहिँ ओए लड्छु हो म, भिडियो नगर न। आमा काला न काला दिन्छ अरे यताबाट त, यताबाट कसरी दिन्छ हौ? ल ठिक छ है। कपालले भएन क्या यार, खतरा छ खतरा। हार नखाउँ, गएको गरौँ। हार नखाउँ, गएको गरौँ। बादल छ पुरा। खतरा पारेको छ यहाँ चाहिँ। यो बादल पनि यस्तै आएको छ होइन दिनेश? क्यामेरा त हाम्रो अब 2-4 हजारको मोबाइलबाट क्यामेरा त के गतिलो हुन्थ्यो र। ल यो बुद्धको हात भाँच्ने को? अलिअलि त पलाउँदै छ त हात त। के भएर पलायो रे? बुद्ध हो नि त पलाउँदो रहेछ है। ल यति चाहिँ पलाइसकेछ, अर्को देखाइदिनु न। तर यसरी भाषण चाहिँ बनाए है। बुद्ध भएर मात्रै पलाएको अरू भए फेरि लुगा पनि लगाइदियो त नि। झऱ्यो है, झऱ्यो। बल्ल हल्का फुलेको छ। यता फोटोसुट गर्ने काम भइरहेछ। यता केटोले पनि दिँदैछ धसका चाहिँ। म चाहिँ भिडियो हान्दैछु। हाम्रो हिरो दिनेश बहादुर। कुरा त्यति हो।
यसरी चाहिँ यहाँनिर धचका सुँगुर अनि मान्छेको भेटभाषा हाम्रो दिएको है त